नमस्कार, म उमेश विश्वकर्मा सागर। आज म तपाईहरुको माझमा साहित्य प्रेमी सुशील धनगढीका मुक्तकारका म करिब 5 वटा मुक्तकलाई यो भिडियोमा वाचन गर्न लागिरहेको छु। भिडियो अन्त्यसम्म हेर्नु होला। सुनेर सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नु होला। पहिलो मुक्तक यसरी सुरु हुन्छ। चोखो मायामा तडपाउनुको मज्जा बेग्लै हुन्छ, एकहोरो सम्झाउनुको मज्जा बेग्लै हुन्छ। कति माया लाग्छ भनी नसोध न प्रिया, चोखो मायामा तडपाउनुको मज्जा बेग्लै हुन्छ, एकहोरो सम्झाउनुको मज्जा बेग्लै हुन्छ। कति माया लाग्छ भनी नसोध न प्रिया, तिम्रो काखमा निधाउनुको मज्जा बेग्लै हुन्छ। दोस्रो मुक्तक। शरीरको पसिना जस्तै बिलाएर गइन्छ, हो झिना मसिना जस्तै बिलाएर गइन्छ। खोइ के को घमण्ड गर्छन् यत्रो मान्छेहरू, शरीरको पसिना जस्तै बिलाएर गइन्छ, हो झिना मसिना जस्तै बिलाएर गइन्छ। खोइ के को घमण्ड गर्छन् यत्रो मान्छेहरू, एक दिन असिना जस्तै बिलाएर गइन्छ। तेस्रो नम्बरको मुक्तक। विश्वासघात गरेको छैन गलत नसोच्नु, खाली छ मन भरेको छैन गलत नसोच्नु। दुःख सुखमा साथ दिँदै अघि बढौँला, विश्वासघात गरेको छैन गलत नसोच्नु, खाली छ मन भरेको छैन गलत नसोच्नु। दुःख सुखमा साथ दिँदै अघि बढौँला, जीवनभरिको माया मरेको छैन गलत नसोच्नु। चौथो नम्बरको मुक्तक। चाहेको भारीलाई तिमी इन्कार गर्न सक्छौ, सोच विपरीत भएमा बहिष्कार गर्न सक्छौ। मायाको निस्वार्थमा विश्वास छ भने, चाहेको भारीलाई तिमी इन्कार गर्न सक्छौ, सोच विपरीत भएमा बहिष्कार गर्न सक्छौ। मायाको निस्वार्थमा विश्वास छ भने के तिमी मेरो प्रेमलाई स्वीकार गर्न सक्छौ। पाँचौं नम्बरको मुक्तक अथवा अन्तिम मुक्तक। प्रिया हामी दुई छुट्टिएर दुई किनारा हुन्छ, तिमीले मलाई बिर्सिए दुई किनारा हुन्छ। मुटु जोडेपछि दुई किनारा हुन नपर्ने हो, प्रिया हामी छुट्टिए दुई किनारा हुन्छ, तिमीले मलाई बिर्सिए दुई किनारा हुन्छ। मुटु जोडेपछि दुई किनारा हुन नपर्ने हो, तर तिमीले धोका दिए दुई किनारा हुन्छ। साहित्य प्रेमी सुशील धनगढीका मुक्तकारका मैले 5 वटा मुक्त